प्रधानमन्त्रीको मुख्य कामहरू के हुन्? देश चलाउने जिम्मेवारी। नेपाल एउटा ठूलो परिवार जस्तै देश हो। यस परिवारलाई सही दिशा दिन, समस्या समाधान गर्न र भविष्य बनाउने जिम्मेवारी कसैको हुन्छ? त्यो जिम्मेवारी हुन्छ प्रधानमन्त्रीको। प्रधानमन्त्री भनेको देशको सरकारको प्रमुख हो। उहाँले देशको विकास, सुरक्षा र नीति निर्माणमा ठूलो भूमिका खेल्नुहुन्छ। अब बुझौं प्रधानमन्त्रीको मुख्य कामहरू के हुन्। 1. सरकार सञ्चालन गर्ने प्रधानमन्त्रीको सबैभन्दा ठूलो काम भनेको देशको सरकार चलाउनु हो। उहाँले मन्त्रीहरू चयन गर्नुहुन्छ र कसले कुन मन्त्रालय सम्हाल्ने निर्णय गर्नुहुन्छ, जस्तै गृहमन्त्री, अर्थमन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री आदि। प्रधानमन्त्रीले यी सबै मन्त्रीहरूलाई समन्वय गरेर देशको काम अगाडि बढाउनुहुन्छ। 2. देशको नीति र योजना बनाउने। देश कसरी विकास गर्ने, रोजगारी कसरी बढाउने, कृषि, उद्योग, शिक्षा कसरी सुधार गर्ने, यी सबै विषयमा ठूलो योजना बनाउने काम प्रधानमन्त्रीको नेतृत्वमा हुन्छ। 3. संसदलाई नेतृत्व गर्ने। नेपालमा कानून संसदबाट बनाइन्छ। प्रधानमन्त्री संसदको नेता पनि हुन्छन्। उहाँले नयाँ कानून प्रस्ताव गर्न, पुराना कानून सुधार गर्न र देशको आवश्यकता अनुसार नीति ल्याउन नेतृत्व गर्नुहुन्छ। 4. देशको विकास अगाडि बढाउने। सडक, पुल, अस्पताल, विद्यालय, जलविद्युत, उद्योग, यी सबै विकासका कामहरू सरकारको योजना अनुसार अगाडि बढ्छन्। प्रधानमन्त्रीले देशभरि विकासका कार्यक्रमहरूलाई प्राथमिकता दिन्छन्। 5. देशको सुरक्षा सुनिश्चित गर्ने। देशको सुरक्षा धेरै महत्त्वपूर्ण कुरा हो। प्रधानमन्त्रीले सेना, प्रहरी र राष्ट्रिय सुरक्षा सम्बन्धी ठूला निर्णयहरू लिन्छन्। यदि देशमा सङ्कट आयो भने प्रधानमन्त्रीले नै नेतृत्व गरेर समाधान खोज्नुपर्छ। 6. विदेशसँग सम्बन्ध बनाउने। नेपाललाई विश्वसँग जोड्ने काम पनि प्रधानमन्त्रीले गर्छन्। उहाँले अन्य देशसँग व्यापार, सहयोग, विकास परियोजना र कूटनीतिक सम्बन्ध बढाउने काम गर्नुहुन्छ। असल प्रधानमन्त्री कस्तो हुन्छ? असल प्रधानमन्त्री त्यो हो जो जनताको समस्या बुझ्छ, भ्रष्टाचार रोक्न प्रयास गर्छ र देशलाई सही दिशा दिन्छ। प्रधानमन्त्रीको शक्ति ठूलो हुन्छ, तर त्यो शक्ति जनताबाट आएको हुन्छ। देशको विकास केवल प्रधानमन्त्रीको जिम्मेवारी मात्र होइन, जनता र नेतृत्व मिलेर काम गर्दा मात्र देश अगाडि बढ्छ। त्यसैले हामीले सचेत भएर राम्रो नेतृत्व छान्नुपर्छ। सही प्रधानमन्त्रीले देशको दिशा बदल्न सक्छ, तर सचेत जनताले देशको भविष्य बनाउँछ।